के गयो हेलो गाइज वेलकम टु माई अनदर ब्लग। आज चाहिँ म बेलुकाको मौसममा छु, बाहिर भन्दा पनि मार्केटतिर जाँदैछु है। अनि आज चाहिँ पुरा घाम लागेको अवस्था छ। 4-5 दिनपछि पानी परेर आज ट्याक्क घाम लागेको, एकदम मौसम क्लियर भइरहेछ कि आज एकदम रमाइलो लागिरहेछ कि, फेरि पनि एकदम गर्मी पनि खासै छैन, ठिक्क मौसम भएको छ कि आज चाहिँ। अनि म चाहिँ यसो मार्केटतिर खान्दै सामानहरू रासनहरू लिन जाँदैछु है। र भिडियो अन्तिमसम्म हेरिदिनु होला र च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने लाइक सेयर सब्सक्राइब कमेन्ट गर्न चाहिँ नभुल्नु होला है त भन्दै है आजको भ्लग चाहिँ सुरु गरौँ है। खतरा सिन हुँदैछ त्यो साइकलमा कुदिरहेको छु, स्ट्यान्ड देखाउँछ है क्या। मौसम एकदम क्लियर छ आज एकदम। मौसम एकदम दामी भएको छ क्या। जता जता कुकुर छ त्यहाँ रहेछ, त्यो के हो? म चाहिँ अहिले ट्रेनको बाटोमा आइपुगिसकेँ। यहाँदेखि चाहिँ ट्रेन कता जान्छ त्यो चाहिँ थाहा भएन, तबाट आउँछौँ। अनि ट्रेनको लिक चाहिँ यहाँ देख्न सक्नुहुन्छ, यस्तो छ है। अनि बोटबिरुवाहरू अहिले एकदम हराभरा भएको अवस्था छ। अनि एकदम चिसो मौसम, हावा चलिरहेको छ एकदम। खासै गर्मी पनि छैन, ठिक्क मौसम भएको अवस्था छ अहिले चाहिँ। म चाहिँ अब लगभग मार्केट पुग्न लाग्यो। अनि यता घरहरू यस्तै है है सडकको परेर हामी जाने चाहिँ उहाँ पारी हो। यस्तो दामी देखियो क्या, एकदम खतरा देखाएको छ नि। जानुपर्छ कफल्यान्ड, त्यो त कफल्यान्ड लेखेको ठाउँमा हो, यहाँ जाने हो। एकदम खतरा आएको छ क्या चाहिँ मौसम, बादलहरू एकदम दामी देखाएको छ। चाहिँ लगभग म चाहिँ पुग्न लाग्यो, हामी दुईजना यता जानुपर्ने चाहिँ। यहाँ कहाँ हो? यो कफल्यान्डमा हो, त्यहाँ जानुपर्ने हो पारी। यो लिडल मार्केट यहाँ छ, त्यहाँ अगाडि हो। जाउँ भने यो चाहिँ लिडल लिडल यता त्यो पनि यहाँ देख्न सक्नुहुन्छ पछाडि यतातिर। यहाँ छु यहाँ पारी पुग्न लागिसक्यो। बस गयो। गाडी अझै बाटो काट्नु चाहिँ एकदम सही छ क्या। मान्छे आएको देख्ने बित्तिकै टक्क रोकिदिन्छ हो त्यसरी। अनि बडी चाहिँ पार्किङ त यहाँ मान्छेलाई बाटो काट्नलाई जेब्रा क्रस प्राथमिकता बढी दिन्छ क्या यहाँको मान्छेहरूले। आफ्नो नियम त्यही होला। अनि पेट्रोल पम्प हो युरियल त्यो। यहाँ अगाडि खोला छ, नदी। हिजोसम्म बाढी आएको थियो सानो सानो, आज कस्तो छ अवस्था। हामी जाने त्यही हो कफल्यान्ड आज।
भने मेरो खोला बाडी आइसक्यो भनेको त चाहिँ खोला रमनियाको सायद आज यसो आई प्याज छैन त रातो मात्र है छानौँ प्याज रातो लाने सक्छ 6 रुपियाँ राखेँ रातो सानो दाना छ नि ताल के बोराको लाने बोराको आलु एउटा लाग्यो कति हो आलु बोक्यो यहाँ लगायो यस्तो हुन्छ त्यो ठुल्ठुलो दाना आलु बोक्यो ये मुला बोके ना एक अब स्याउ छ भने स्याउ टाका देख्नु है कुन स्याउ थियो यहाँ रोसी दुईवटा मेरे स्याउले चाहिँ मेरे हुन्छ नि मेरे दुईवटा के को यो कुन चाहिँ मासु के को मासु हो थाहा भएन गोरुको होला यार रेडिमेड मासुहरू यता खोइ त क्या छ त यता रह्यो त कुखुराहरू त ए यो दाना 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 बोकौँ एउटा यस्तो दाना बोकौँ त मोटर अच्छा 10 रुपियाँ एउटा सानो सानो आलु सानो हो यार मिक्स हालिदिएको सर माछा त्यतै हो बुढीको लानुपर्छ माछाको लागि माछा हो बुढ्यो कति रुपियाँ रहेछ यो त फेरि जस्तो हो त्यही हो तर अलिक ठुल्ठुलो मात्र कति रुपियाँ रहेछ हो कति रुपियाँको अच्छा नि आयो है ए छ त यो देखाउँछ 1 केजी रह्यो होइन 1 केजीको त 3400 रह्यो लाने नलाने के गर्ने यो लाग्दैन उता मागिसक्यो माछा पनि 25 रुपियाँ यो जति छ त्यति हुँदैन यहाँ यो त माछा
छानेर झिकाउने एउटा यो कुन माछा हो भएबाट फर्केर यसको छोड छानेर झिकाउने माछा मासु मासु लगाएर राखेको है मासु पकाउँ गाह्रो छ मासुलाई कति कति अनि हामी फाइनली आइपुग्यो हामी है सामान लिएर गएको आजको सपिङ कुरा त पखेटा लाउँदा नै क्या यार लाग्छ त हालिहालौँ त्यो काटेर राख्ने होइन त्यो मुनि राखौँ न झोला त राख्नुपर्छ आजको 6000 को सपिङ त बा फेरि यति आएछ त नि हामी चाहिँ फाइनल रुममा आइसक्यो आजको 6000 को चाहिँ त्यो हाम्रो होइन झोला चाहिँ खोल्नु बाँकी छ